देशले रगत मागे मलाई बलि चढाओ। हरेक वर्ष माघ 16 गते नेपाली इतिहासको अत्यन्तै गौरवपूर्ण तर भावुक दिनका रूपमा शहीद दिवस मनाइन्छ। यो दिन नेपालको स्वतन्त्रता, प्रजातन्त्र र राष्ट्रिय स्वाभिमानका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण अमर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने दिन हो। नेपाली इतिहास बलिदानको इतिहास हो। राणा शासनको निरङ्कुशता, अन्याय र दमनका विरुद्ध आवाज उठाउने क्रममा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ जस्ता महान शहीदहरूले हाँसी हाँसी फाँसीको डोरी चुमे। उनीहरूको त्यागले नै आजको स्वतन्त्र नेपाल नागरिक अधिकार र लोकतान्त्रिक चेतनाको बीजारोपण भयो। शहीदहरू केवल इतिहासका पात्र मात्र होइनन्, उनीहरू हाम्रा आदर्श हुन्, हाम्रो आत्मसम्मान हुन् र नेपाली हुनुको गर्वको प्रतीक हुन्। शहीद दिवस केवल फूल चढाउने दिन मात्र होइन, यो दिन देश प्रेम, राष्ट्रिय एकता र कर्तव्य बोध आत्मसात गर्ने दिन हो। शहीदहरूको सपना स्वतन्त्र, समुन्नत, न्यायपूर्ण र सभ्य नेपाल साकार पार्ने जिम्मेवारी आज हामी सबैको काँधमा छ। यही भावनालाई आत्मसात गर्दै हाम्रा शिक्षालयहरूमा केवल किताबी ज्ञान मात्र प्रदान गरिँदैन, साना नानी बाबुहरूलाई आफ्नो देश, इतिहास, धर्म, संस्कार, परम्परा र मौलिक चाडपर्वहरूको महत्त्व सिकाउँदै मनमा नेपाल प्रेम, देशभक्त र राष्ट्रिय गर्व रोप्ने प्रयास गरिन्छ। साथै उनीहरूको बौद्धिक, नैतिक र सांस्कृतिक विकासमा विशेष जोड दिइन्छ, किनकि आजका बालबालिका नै भोलिको जिम्मेवार नागरिक हुन्। आउनुहोस्, शहीदहरूको बलिदानलाई केवल सम्झनामा सीमित नराखौं। इमानदार कर्म, सकारात्मक सोच र राष्ट्रप्रतिको निष्ठा मार्फत उहाँहरूको सपना साकार पार्ने संकल्प गरौं। नेपाल रहोस्, नेपाली रहोस्, नेपाली पहिचान सदैव उज्यालो रहोस्। अमर शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली। Stars Montessori Academy, from where your child's career begins. Everest Preschool, the first step to success. Pragma Montessori, a world where every child shines. After school program, where learning continues, fun never ends.